बिरामी हुनुहुन्छ चन्द्रबहादुर विश्वकर्मा, वैदेशिक रोजगारको सिलसिलामा दुबई जानुभएको थियो र त्यस्तै दुर्भाग्यवश उहाँलाई प्रेसरको समस्याले गर्दा प्यारालाइसिस भयो, जसको कारणले गर्दा उहाँको देब्रे भाग नचल्ने थियो। सोझै त्रिभुवन विमानस्थलबाट हाम्रो सफल हस्पिटलको नाम सुनेर उहाँ सफल हस्पिटलमा आउनुभयो। बाट डाइरेक्ट नेपाल पठाइदियो। खोज्दै जाँदा हाम्रो यो सफल हस्पिटल, जसको नामै काफी छ, म एकदमै खुसी छु। यसको लागि सफल हस्पिटल र सफल हस्पिटल सम्पूर्ण परिवारलाई एकदम आत्मादेखि नै धन्यवाद भन्न चाहन्छु। हजुरहरूको घर परिवारमा पनि कोही यस्तो म जस्तो बिमारी कोही हुनुहुन्छ भने यो काठमाडौँ बालकुमारी भन्ने ठाउँमा छ यो सफल हस्पिटल। म जस्तै भएर कोही घरमै कहाँ जाने, के गर्ने, कसरी चाहिँ यो उपचार गर्ने भन्नुभएको छ भने यो सफल हस्पिटलमा आउनुहोस्, उपचार लिनुहोस्, राम्रो आफ्नो जीवनको सदुपयोग गर्नुहोस् भन्न चाहन्छु।